हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म यता गुल्मीतिर आएको छु हैन। गुल्मीमा दसैँ मनाउने तिहार मनाउने प्लस हाम्रो कान्छो हजुरबुवाको चाहिँ 84 पूजा नि रहेको छ। त्यसैले चाहिँ यतातिर अहिले रमाइलो गर्न पर्छ भनेर आएको छु। अनि म चाहिँ भर्खर मन्दिरबाट निक्लेको जियोस् गाउँघरमा चाहिँ दसैँ लागिरहेको छ, एकदम रमाइलो हुन्छ। पछि चाहिँ गाउँ शून्यमरी नै छ, कोही छैन गाउँमा। तर दसैँको आसपासमा चाहिँ सबैजना आउनुहुन्छ, जतासुकै भए पनि रमाइलै हुन्छ। अहिले चाहिँ म माथितिर हिँडिरहेको छु। यतापट्टि तपाईँले यो धान देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मन्दिर, भर्खर त्यहीँबाट आउँदैछु म। पुरै धान खेती भइरहेछ। त्यहाँ चाहिँ त्यो देखिएको खैरो कलरको टिन भएको चाहिँ मेरो घर हो। त्यो पनि म अहिले देखाउँछु। त्यसपछि यो चाहिँ हाम्रो पहिला चाहिँ हाम्रै खेत थियो यतापट्टि, यो माथिको। अहिले चाहिँ हामीले अङ्कललाई परेको छ यो। हामी सबै मिलेर बस्थ्यौँ नि त सुरुमा। अब यो घर खाली छ, गाउँ एकदम रित्तो भइसक्यो। हाम्रो चाहिँ कस्तो भयो भन्दाखेरि यो आँपचौर इन्द्रगौडातिरको सबै मान्छेहरू सबै विदेश छन्। प्रत्येक घरबाट विदेश गएका छन्। अब त्यो भइसकेपछि बस्ने मान्छे कोही पनि छैन। अब कस्तो भन्दाखेरि पैसा कमाउँछन् अनि सिधै बुटोल, काठमाडौँ, पोखरातिर जान्छन्। यहाँ पनि मेरो अङ्कलकै घर हो। यो अङ्कलको घर पुरा खाली छ। के छ अङ्कल? यहाँ अङ्कलले घाँस काट्दै हुनुहुन्छ। ए एक्लै हो? ए ठिक छ ठिक छ। यसो डुल्न हिँडेको। उहाँदेखि नि मन्दिर छ नि, तपाईँले देख्न सक्नुहुन्छ। त्यो पनि हाम्रो खरालकै मन्दिर हो। त्यहाँ पनि हामी मेन त यहीँ हाम्रो तलतिर पूजा हुन्छ, त्यहाँ पनि हामी जान्छौँ। त्यहाँ पनि नजाने चाहिँ होइन, हाम्रै हो त्यो पनि मन्दिर। खरालकै मन्दिर यहाँ 5-6वटा छन्। त्यसपछि हामी खराल भाइहरू जो छौँ होला 400-500 घर त होइन अङ्कल? सबै जुट्ने हो भने त 500-600 घर छन्। तर अहिले चाहिँ कोही बुटोल, कोही कहाँ, मन्दिर पनि बुटोलतिरै छन्। यस्तो अवस्था आइसक्यो। हेर्नु त यति राम्रो घर छ, अब यहाँ कोही पनि छैनन्। यहाँको एउटा छोरा चाहिँ सबै फ्यामिली नै लिएर युके जानुभएको छ। अर्को कुन ठाउँ अरे? अर्को चाहिँ चेक। यो घर पनि रित्तो भयो। यो घर पनि हेर्नु यति राम्रो छ, यो घर पनि रित्तो भयो। यहाँ तपाईँले देख्ने लगभग सबै घरहरू रित्तो नै छन्। अनि यतापट्टि हिँड्दै जाऊँ। त्यसपछि यो घरमा जम्मा 2 जना हुनुहुन्छ अहिले। कति राम्रो घर छ हेर्नुहोस्। जम्मा 2 जना मात्र बस्नुहुन्छ अहिले। सबै विदेश प्लान अथवा हाम्रो गाउँमा त त्यही नै छ, सबै विदेश जाने, उतै सेटल हुने, यता नफर्किने टाइपले गइरहेछन्। उहीँ घर जग्गा किन्ने बस्ने। अब अरूलाई के भन्नु, हाम्रै घरमा 2 जना जानुभयो। अब उहाँ सायद नेपाल खै फर्किनुहुन्छ जस्तो लाग्दैन, सबै उतै सेटल हुने तरिकाले जानुभयो। अब मेरो पनि थाहा छैन, मेरो नि के हुन्छ त। नेपालै बस्नु सक्यो। म चाहिँ देशप्रेमी नै हो, के गर्छु थाहा त छैन। यो चाहिँ यो चाहिँ हाम्रो कान्छो बुवाको घर। यहाँ चाहिँ हुनुहुन्छ है, यो खाली छैन। राम्रो घर बनाएर बस्नु भएको छ। अनि यिनी बहिनी, यहाँ चाहिँ यहाँ आन्टी हुनुहुन्छ है, मेन बा हुनुहुन्छ। यहाँ बा चाहिँ एकदम बिमारी हुनुहुन्छ। अहिले चाहिँ उहाँकै हो 84 हुने। सबैजना आउनु होला। आन्टी केही भन्न छ र? यो भ्लग हो, भ्लग हो। अङ्कल त त्यहाँ तलतिर जानुभएको रहेछ। म अब डुल्न गाउँ आएपछि डुल्ने गर्ने हो। आफ्नो गाउँ नै देखाउन पर्यो। सब्सक्राइब माई च्यानल होइन? ल ठिक छ। अनि यहाँ माथि चाहिँ मैले 10सम्म 10सम्म पढेको स्कुल छ, म देखाउँछु। यो चाहिँ
मैले पढेको सानोमा बोर्डिङ पढेँ, त्यसपछि यहाँ पनि पढेको मैले। मेन त यही नै पढेँ भनौँ। श्री नेरा मावि सर्टकटमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हो फुल फर्म चाहिँ। ठुलै छ स्कुल चाहिँ, एकदम ठुलो छ पुरै। यहाँ चाहिँ +2सम्म पढाइ हुन्छ। मैले पनि यो बिल्डिङमा 9, 10 यहीँ पढेँ। यो क्लासमा चाहिँ म बस्थेँ। यो र यो दुइटामा पढेको। म चाहिँ अप्सनलमा चाहिँ त्यो माथि पढ्थेँ, त्यो पङ्खा माथि भनौँ यहाँ पढ्थेँ। थकै लाग्यो। यहाँ चाहिँ एकदम खेलिन्थ्यो है, त्यो दिनहरू सम्झिरहेको के गर्नु। अब मान्छेको परिस्थिति अनुसार जे जस्तो भयो चल्न पर्ने रहेछ। अब यता गाउँ रमाइलो छ, गाउँमा बस्न जस्तो रमाइलो कहीँ पनि हुँदैन। यो चाहिँ हाम्रो कान्छो हजुरबा ऐनी देख्नु भएको थियो नि, बिमारी हुनुहुन्छ नि, उहाँले चाहिँ बनाउनु भएको थियो पूजा गर्नलाई। अहिले आफै बिमारी हुनुहुन्छ, गर्न सक्नु भएको छैन। तपाईँहरूलाई मैले त्यो ठाउँबाट अलि पल्तिर गएर राम्रो भ्यू आउँछ हाम्रो गाउँको, तपाईँलाई पुरै भ्यू पनि देखाउँछु। यो चाहिँ हाम्रो पुरा गाउँ नै यही हो। योदेखि नि घर छ नि, यो तलको यो घर चाहिँ मेरो हो। ठ्याक्क औँलाको माथि छ। पारीको गाउँ चाहिँ दोभान भन्छ त्यसलाई चाहिँ। दोभान चाहिँ किन भन्दाखेरि दुईवटा खोला, उताबाट पनि खोला आएको छ, त्यो डाँडाको बिचबाट पनि खोला आएको छ, यताबाट पनि खोला गएको छ, त्यसैले त्यसलाई दोभान भन्छन् होइन। अनि त्यो टपमा चाहिँ त्यो बिचमा मन्दिर छ, राधाकृष्ण भगवानको मन्दिर छ होइन। अनि यही हो, हरियाली छ जतासुकै। यहाँको चाहिँ एउटा इतिहास मैले सुने अनुसारको के छ भन्दाखेरि, हाम्रो पुस्ता भनौँ न 4-5 पुस्ता बितिसक्यो हाम्रो यतापट्टि, हाम्रो घरतिर 4-5 पुस्ता कृष्णानन्द भन्ने हुनुहुने रहेछ। उहाँले चाहिँ मुसिकोटको राजासँग कस्तो भन्दाखेरि पुलमा चाहिँ पानीभित्र कति बेरसम्म को डुब्न सक्छ, यदि हाम्रो हजुरबा धेरै डुबे पार चाहिँ यो फाँटै हाम्रो, अनि नडुबे पार चाहिँ राजाले जित्ने भन्नेमा चाहिँ पुरा आमोट भन्छ योलाई, पुरा फाँट नै जितेर आफ्नो नाममा बनाउनु भएको थियो भन्ने हामीले सुनेको। यो पुरा एरिया नै यो तपाईँले यो पुल वारीको यो डाँडोदेखि यता पुरै भाग सबै जितेर आफ्नो नाममा गरेको। र अब पछि त 5-6 भाइ फेरि छोरा जन्मे, अनि फेरि भाग लाउँदा अहिले त हाम्रो नाममा धेरै जग्गा छैन। लगभग यो घरको साइडपट्टिदेखि यो चाहिँ हाम्रो लगभग हाम्रै नै पर्छ। यतापट्टि छ फेरि हाम्रो, यतापट्टि पनि छ जग्गा चाहिँ थुप्रो नै हो। तर गर्ने मान्छे चाहिँ अहिले कोही पनि छैन। के गर्नु, हामी सबै अब हाम्रो घरमा नि अब दाइ दिदीहरू सबै विदेश जानुभयो। अनि म बुटोल छु, म आफै बुटोल छु। अब अहिले म 1 वर्षमा आएँ होला घर, त्यस्तै छ। अब मम्मी बाबाले पनि सक्नुहुन्न। यहाँ पनि हाम्रो जग्गा छ, त्यति धेरै छैन। यहाँ चाहिँ ठुलो खेतहरू थिए, सबै भत्केर सकिन लाग्यो, पुरै सबै सकिन लाग्यो। यहाँ चाहिँ कता खन्निम पाक्थे, अहिले पाकेका छैनन्। खन्निम खान हुन्थ्यो। सानोमा म यति खान्थेँ खन्निमहरू, नुन खुर्सानी पिँधेर चाहिँ रोमलेर खान एकदम मजा आउँथ्यो। हाम्रो खेतमा पानीको अभाव नै छैन, यहाँबाट सट्ट जान्छ पानी। अब तपाईँ अहिले गाउँमा आउनुभयो भने हेर्नु, यति धेरै बेलौती फलेका छन्। यिनी बेलौतीहरू सायद त बुटोलमा हुने हो भने कति खाइन्थ्यो होला, यति धेरै छन्। ल हेर्नु, यो बुटो त तपाईँलाई जुम गरेर म देखाउँछु, यति धेरै छन्। यहीँबाट देखिन्छ होला, क्यामेरामा के छ, ल हेर्नु, यति धेरै बेलौती छन्। यो खाने मान्छे कोही छैन। यसलाई चाहिँ माइन्डाडा भन्छ के भन्छ। यो भेगमा यति धेरै बेलौती फल्छ कि तपाईँले टिप्न लाउनु भयो, सबै बेलौती टिप्ने हो भने एकैचोटि लगभग 1 ट्र्याक्टर 20-30 बोरा चाहिँ यही नै निक्लिन्छ कि, त्यति धेरै छ 20-30 बोरा। अब त्यो कसले खाने, यो
मतलबै हुँदैन कसैलाई पनि। पुरा एरिया सबैबाट सराउन्डेड छ अनि सानो सानो डाँडाहरू राम्रो छ जो गाउँ चाहिँ हाम्रो। यहाँ पनि हाम्रो खरालकै मन्दिर हो हुन चाहिँ। खरालको पनि खै हामी के छ भन्दाखेरि धेरै भाइहरू भन्नाले धेरै घरहरू छौँ। अब आफ्नो छुट्टिएर होइन सबैले आफ्नो अलग अलग पनि गर्छौँ। हाम्रो मन्दिरमा चाहिँ 43वटा छन्। के छ दाइ सन्चै? ए हजुर यसो डुल्नलाई। ल ल आउँछु म पछि। हस् हस् घाँस काट्न पर्यो नि। कति राम्रा घर छन् हेर्नु यस्तो डिजाइनका। अब यो भन्ने हो भने यति राम्रो घर छ। अनि हेर्दै जाऊँ। अब चाहिँ म तपाईँहरूलाई सिधै हाम्रो यता ढाँडा हुँदै रयले भन्ने ठाउँमा गएपछि तपाईँलाई देखाउँछु। यति राम्रो नजारा छ त्यहाँको। यति राम्रो पुरै धान खेती पुरै टम्मै छन् है। यस्तै राम्रो ठाउँ छ। साथीको घर जाँदैछु म। त्यहाँबाट चाहिँ म आज वाचिरी भन्ने ठाउँमा जाने हो। नमस्ते। पुरा यो चाहिँ हाम्रो रयले हो है। एकदम राम्रो छ यो रयले भन्ने पनि। पुरै धान खेती हुन्छ। एकदम राम्रो छ यो ठाउँ पनि। यहाँ चाहिँ मेरो मामा घर पनि यतै पर्छ। अहिले चाहिँ कोही पनि हुनुहुन्न, घरसर बेचेर बुटोलतिर जानुभएको छ। तर पनि मामा घर पहिला खेल्ने गर्ने गरेको सानोमा माया चाहिँ लाग्छ है आफ्नो मामा घरको पनि। मामाहरू चाहिँ उतै बुटोल भए पनि एकदम गर्मी भइरहेछ। यस्तो हिलो हो यार बाटाभरि। गाउँको बाटो थाहा नै छ कति हिलो हुन्छन् भन्ने। भर्खर यहाँ माथिबाट रकेट गयो। सधैँ हाम्रो यो गाउँको माथिबाटै जान्छ रकेटहरू जेट प्लेन होला यो त। रकेट के भन्नु। यिनी घरमा कोही पनि छैनन्, मान्छे पुरा खाली छ। यो घरमा चाहिँ हुनुहुन्छ। फेरि अर्को पनि मन्दिर छ त्यो माथि, त्यो पनि हाम्रो खरालकै मन्दिर हो। यति धेरै छौँ खरालहरू। अनि लगभग हाम्रो गाउँलाई चाहिँ गुल्मीमा मन्दिरको गाउँ भनेर चाहिँ इन्द्रेगौडा हाम्रो आँपचौरलाई चाहिँ चिनिन्छ। उहाँ पनि हेर्नु कति धेरै मन्दिर छन् भन्ने सिमाना नै छैन। कति धेरै छन्। इन्द्रेगौडामै छन् होला 20-30वटा त। यो मेरो मामा घर पहिलाको जमानामा पनि कति राम्रो घर बनाएर बस्नुभएको थियो। 20-25 वर्ष अघि पनि यति राम्रो घर बनाएर बस्नुभएको थियो। अहिले चाहिँ यो बेचेर मामाहरू बुटोलतिर जानुभएको छ। थकै लगाएर कस्तो भइरह यो कटेर मामाहरूको। यहाँ चाहिँ मेरो सँगै पढेको साथी नाताले त सानीमा भन्नुपर्छ। के छ यिनी मसँगै पढेकी हुन्। उतै बुटोल नै छिन्। के छ अङ्किता? ठिकै छ। यता हेर्दा नलजाऊ न। नलजाऊ कि केही हुन्न। ल बन्द गरेँ। ल बन्द भयो। ल यिनी सानीमा पर्छिन् है मेरो। होइन म माथि जाने हो आशिषकोमा। खाऊ कि खाऊ। ल यिनी अति लजाइन्। मसँगै पढेको यिनीले सानीमा हुन् मेरी। ब्लगर भएँ त नि। यिनै हुन्। ल बाई। फेरि खाना ए ल है। होइन म आशिषकोमा जाने हो। आशिषको यहीँ माथि हरिलाल। खाना पनि नदिने भयो भन्ने होला भनेर निक्लिहालेँ म चाहिँ।
यस रमाइलो छ गाउँमा, शान्त शान्त छ। चराहरू कराइरहेछन्, खोलाहरू बजिरहन्, खेतहरूमा धान पाक्ने त कन्डिसन छैन अहिले, बालो निक्लिँदैछ, पसिनै पसिना। त्यहाँ माथि पनि फेरि अर्को मन्दिर छ, यो चाहिँ अर्यालहरूको मन्दिर हो। फेरि त्यो माथि पनि अर्को त्यो खोज छ नि, त्यहाँ पनि मन्दिर छ। यति धेरै मन्दिर छन् कि तपाईँले एक दिनमा पूजा गरेर भ्याउनुहुन्न सबै मन्दिरमा, त्यति धेरै मन्दिर छन्। तपाईँको 20,000 त यहीँ खर्च हुन्छ होला मन्दिरमा पूजा गर्दा गर्दै। त्यस्तो छ हाम्रो गाउँ, जतासुकै हरियाली, मेरै प्यारो गाउँ। यो चाहिँ सङ्गमको घर, कहाँ छन् पनि थाहा छैन, तर यहाँबाट पनि देखिन्छ हाम्रो चाहिँ उतापट्टि मेरो गाउँ। उतापट्टि हो कि रे, यो चाहिँ अर्को ठाउँ आइयो। जे होस् हाम्रो इन्द्रगौडा चाहिँ बनेको छ राम्रो तरिकाले, जतासुकै घरै घर छन्, टाढा टाढासम्म पनि घर धेरै छन्, मान्छे कम छन् फेरि अहिले। तर पहिलाको स्थितिमा भनियो भने चाहिँ धेरै रमाइलो ठाउँ हो हाम्रो चाहिँ। सायद यति रमाइलो ठाउँ कोही पनि छैन होला, घरै घर भरिएका। त्यो पनि भट्टराईहरूको मन्दिर हो त्यो चाहिँ। अझ माथि पनि अझ एउटा यतापट्टि मन्दिर छ। यहाँ चाहिँ म साथीको घर आइसकेको छु। फोन पनि उठाएको थिएन, सिधै आइदिएको म। कमसेकम घर भेटियो हुन्थ्यो त्यो। कलर लगाइदिँदै माया भन्ने यस्तो हो कि है, आमा बाको गर्नुपर्छ। मैले नि लगाइदिन छ घर मम्मीलाई कलर। के छ जे होस्, आशिषले आमा बाको चाहिँ स्याहार चाहिँ गरेकै छन् है। पर कलर के छ सरकार? अनि के छ, फोन सोन उठाउने होइन के अरे? बिजी छ छोरा, यो त कहाँ भ्याएकै छैन। के हो र यो मेहन्दी जस्तो? मेहन्दी यो छोरा फुल बाहिर यो अगाडि फुलेर सेतै भएर मान्छेले नै यो भिडियो बनाउने, अरू जनावरले गराउन सक्दैनन्। त्यही त तिमी जनावर भयो, कहाँ भिडियो गराउँदै के छ, मेहन्दी लगाइदिने, घरमा लाउने, त्यसपछि आफूले लाउने हो के हो? ठिकै हो ठिकै हो। बाला नि लगाइदिन पर्यो कि मेहन्दी त, बाला नि लगाइदिन पर्यो मेहन्दी। लाउनु पर्यो नि, घरमा लाउनु, अब आफूलाई लाउने, दसैँ मनाउने। यही नै हो। यिनी आशिष भन्नेको मसँगै पढेका उनीले नि। अहिले चाहिँ टिमबाट टाढा जान्छु, पढाइ हुन्छु भनेर विदेशको प्रोसेसमा छन्। छम्मासित बोले हौ क्या? छम्मा होइन, हो त छम्मा नभएर युट्युबमा भाइरल गराइदिनु पर्यो आमा छोरालाई भनेर यहाँ। ठिक छ। हामी चाहिँ अहिले यता भुवाचीतिर जाँदैछौँ। यतातिर साथी छन्, हिँड्दैछन् फोनमा। अनि यता चाहिँ म यहाँबाट तल गाडी पाइन्छ, यहाँ तल त्यो बाटो देख्नु भएको छ, त्यहाँबाट गर्दैन कि गर्दैन यार, टेन्सन नगर। अनि त्यहाँ गएर म चाहिँ खासमा मादल किन्न जाने हो। एउटा घरमा मादल चाहिएको छ, म एकदम राम्रो मादल पनि बजाउँछु। मिल्यो भने मैले त्यो मादल बजाएको पनि देखाउँछु तपाईँहरूलाई है। एक्सपर्ट नै हो मादलको म। तर केही चिजहरू अझै पनि सिक्न छ, घरमा एउटा मादल पनि चाहिने रहेछ भनेर अनि एउटा मादल किन्न हिँडेको। छाता, तिमीलाई छाता चाहिन्न है? त गोरो हो, यति कालो भयो म बराबर हुन्छौ तिमी नि। त्यही हो, के पाइन्छ हेरौँ, केमा गइन्छ। पुरै खरेनै खरेन, यहाँ देखाउन नि मिल्दैन। हामी चाहिँ अहिले यो भुवाचीदी भन्ने ठाउँमा आइपुग्नु लागेका छौँ होइन। लगभग आइसक्यो, अब 5-6 मिनट छ, गाडी पनि पाइएन। हिँड्दै हिँड्दै धेरै टाढा चाहिँ थिएन, अनि लगभग आइयो, बल्ल आइसक्यो। यहाँ आइसक्यौँ, बल्ल आउँदै थियो एउटा जिप, गयो एउटा जिप चाहिँ। अनि यतापट्टि यो
धान खेती हाम्रोतिर लगभग धान खेती नै हुन्छ। छाता ओढाउन हाम्रोतिर पुरा धान खेती नै हुन्छ। धान गहुँ हुन त सबै हुन्छ, तर प्रायः मान्छेहरूले धान नै लगाउने गर्छन्। पुरा पछाडिपट्टि हेर्नु पुरा धान नै रहन्छ। यहाँ चाहिँ मेरो साथी, मेरो सँगै सानोदेखि पढेको साथी हुने के अरे, अहिले नि भनिसकेँ। यस्तो छ पुरै त माथि माथि चाहिँ जङ्गल छ। कस्तो घाम भर्खरै गोरु देखिन्थेँ, भर्खरै कालो देखिरहेँ म। छाता मुनि बसेपछि म गोरु देखिँदैछु फेरि। अनि हामी चाहिँ त्यो पारि पनि जान्छौँ। त्यो बिल्डिङ देख्नु भएको छ नि, त्यो खैरो कलरको, त्यहाँ पनि जाने हो हामी। आज अजिब देखियो यार। म कति 1 वर्षमा सायद मैले यो दारी फालेको, त्यही भएर नि होला अजिब लागिरहेको मलाई आफैलाई। अनि अब चाहिँ म भुवाचीदी गएर मादल किन्छु होला सायद होइन। अनि अरू यिनलाई पनि के सपिङ गर्न भन्दै सानोतिनो ठुलै बजार छ, त्यहाँ गएर सपिङ गर्ने हो। हाम्रै पनि बजार चाहिँ छ, तर त्यति धेरै सामान पाइँदैन। अहिले कहाँ यो ठाउँलाई के भन्छ अरे? नेपाल त नेपालै हो कि नेपालको कुन ठाउँ भन्छ? ह्यान्डसम छन् यिनी पनि, सिङ्गल हुन्। सिङ्गल हुन्, हेर्नु त हिरो जस्तो। माइला भएन हुँदैन। को माइला भए? काइला माइला म त चिन्दैन। यिनलाई केटी चाहियो भने नम्बर भनिदेऊ त, भर्खरै फोन आउँछ। मेरो घरको नम्बर, घर नम्बर भनेर त भएन कि तिम्रो नम्बर। 9863771076 हो, मलाई चाहिँ याद छ यिनको नम्बर। फोन गर्नु होला। के छ? कहाँ हिँड्नु? म उता जाने कि होइन, यता जाने कि होइन, कोही मान्छेले यहाँ आएर बसाउने हाम्रो बसिरहेको फेरि नुहाइयो भनेर यहीँ बस्नलाई रातभरि होइन, जान्छु डेटसम्म बस्छु, त्यहाँ जान्छु। डेटसम्म यहीँ बस्नुहुन्छ? होइन त, त्यसले दिएको डेट जति छ त्यहीसम्म बस्छु। डेट एक्सपायर भएपछि फेरि के हो? गइहाल्छु। यहीँ बाटोमै बस्ने त 1 बजीसम्म हो। ए कता आउने मान्छे नि त? बटौलीबाट हावा खाएर बटौलीबाट आएर गुन्धरा जाने। ल है 1 बजी भनेको र कोही गाडी त यति गएन। म 12 बजी जो आएको कुनै गाडी यहाँ आएनन्, रोक्दैनन् फेरि। के हो यो? के हो केमा आउँदैछन् र? बसमा कि? हजुर सोध्नुपर्छ नि त्यो त, कन्फर्म भएर बस्ने। ट्रकमा त होइन? कति धेरै गाडी आयो, अहिलेसम्म आएको थिएन। अहिले सबै गाडी एकचोटि कल गरेर सोध्नु कि बेलौती खाम एउटा ल्याउनु त। यहाँ त खानिन नि त, किन? तिनैलाई रोइदिने। ए एउटा दिनु, गर्मी भयो कि खाम एउटा। आजको टाइम रहेछ नि। ए 4 जना आउँदैछन् पाहुना। तपाईँलाई फेरि कसले उताको जहाँ भए खाम के अरे यता? ल ठिक छ ल। हामी चाहिँ अहिले यो भुवाचीदीमा चाहिँ मादल नपाइएर हामी वामी भन्ने ठाउँमा जाँदैछौँ। यहाँ चाहिँ हाम्रो पुरानो पसल गर्दा सामान ल्याउने दाइ के गाउँमा हाम्रो ठुलो पसल थियो त्यति बेला, अहिले त छैन। त्यति बेला चाहिँ हामीले उहाँ दाइसँगै सामान लिएर आउँथ्यौँ, हो कि नै दाइ? विष्णु साउजीकोबाट उहाँ सामान ल्याउनुहुन्थ्यो, उहाँले सँगै भेटिनु भयो। त्यसपछि हामी सबै जाँदैछौँ। अब हामी वामी भन्ने ठाउँतिर जाँदैछौँ। यो भ्लग हो कि म भ्लग गर्छु। अहिले सब्सक्राइब गर्नुपर्छ है दाइ। अनि अहिले यहाँ नपाइएर वामी भन्ने ठाउँमा जाने हो। वामीबाट अब राति नै फर्किन्छौँ होला। यो चाहिँ भुवाचीदी बजार हो। कति वर्षमा चढेँ कि यो उसमा ट्रकमा? म धेरै वर्षपछि पहिला बुटोल जाँदाखेरि ट्रकमा नि गइन्थ्यो। आजकल अब त्यस्तो नहुने कि। हेर
र साथै यिनलाई भुवाचिदी भनेर मैले वामी लिएर हिँड्न थालेँ। यस्तै हुन्छ लाइफमा, के हुन्छ थाहा मिल्यो भने पर्खिँदा पस्नु पर्ला। अनि त्यो पारीको डाँडालाई चाहिँ मुसिकोट भन्छ है। यहाँ चाहिँ राजाहरूले शासन गरेको ठाउँ हो। यो इतिहास पनि पढ्न पाइन्छ होइन, इतिहासमै छ। पाल्पाको राजा, मुसिकोटको राजा भन्ने सुन्न सकिन्छ है, जतासुकै पूर्व पश्चिम नेपालभरि नै। ढोरपाटन जाने नि यतै बाटो हो। बागलुङ पनि गइन्छ, पोखरा गइन्छ, मनाङ, मुस्ताङ जतासुकै गइन्छ यो बाटो चाहिँ। कस्तो छ है। हामी अहिले वामी जाँदैछौँ ट्रकमा। रमाइलो हुन्छ ट्रकमा नि। वामी आउन थाल्यो है। वामी बजार घुम्नुपर्छ। कति वर्षमा म यता आउँदैछु, आज सब घुमिन्छ है। आऊ नानी आऊ, जाम राम्रा रहेछन् केटीहरू, आइजाऊ। ऊ अलि अघि ल रोक्नु त। राम्रा राम्रा केटीहरू, सपिङ गराइदिन्छु, आऊ जाम। जानी हो बिचरा यार, सरी राम्री खालकी रहेछन्। जिब्रो नदेखाऊ कान्छी, जिब्रो नदेखाऊ। कान्छीले जिब्रो देखाइदिएर गइन्। के गर्नु, केटीहरूले यस्तै गर्छन्। जे भए पनि सहनै पर्यो। अर्कै छोरीलाई जिस्काउन त नहुने हो। ठिकै छ, जिस्काइदिउँ। अब तिनी नि तरुनी, म तरुन, त्यही भएर जिस्काइदिएको। मेरो कुरामा यहाँ माल सामान झार्न नि भुल्नुहुन्छ दाइले। अब साउको गाली खाँदै हुनुहुन्छ उहाँ। सरी यार, दाइ सरी। के भनौँ, तेरो चक्करमा के भन्नुभयो? अब फर्किँदाखेरि दिनु होला कि अब केही देख्नु। तपाईँलाई त मैले भुलाइदिएँ भने केटीहरूलाई त सामान्य भयो कि भुलाउन त। तिनी केटीहरू जिस्काउँदा भुल्नु हो क्या तपाईँले? हो र? यो चाहिँ हाम्रो मुसिकोट नगरपालिकाको भवन है, यतापट्टिको। यो एकदम ठुलो बजार छ यहाँ चाहिँ, एकदम भयङ्कर। लगभग हाम्रो मिलनचोक जस्तै छ यता चाहिँ। यही हो। यहाँ चाहिँ सामान झार्ने रहेछ। यहाँबाट हामी हिँड्दै जाऊँ कि के गर्ने? हुन्छ ल, अहिले चाहिँ गर्नुभयो। ए यो छाता छोप त, छाता है। दाइ थ्याङ्क यू। कता डो खोल्ने खाता ल्याउने।
लास्टै तातो भयो यार थ्याङ्क यू है दाई सरी पनि सामान बिचरा भुल्नु भएछ हामी चाहिँ यो वामी भन्ने ठाउँमा आएको छौँ पुरा राम्रो छ यो ठाउँ चाहिँ कहाँ ए वहाँ हो माथि खोइ छोपा त छाता बहुत राम्रो छ यार वामी पनि है हेर त ख्याल ख्यालमै हामी वामी आइयो बिचरा केटी देख्नै नहुने रहेछ तिन दाइलाई केटी चक्कर सब भुले छोपा त यो मेरो गोजा पैसा छ कि छैन अनि बिहा भरै थियो त कार्तिकमा बिहा गर्नुहुन्न कि गरिहाल तिमीले नि अहिले यहाँ एउटी जुम्रे पाइएली मेरो छम्मा दिने गर्छु मेरी छम्मै छैनन् काँडा दिने बनाएपछि मलाई सम्पर्क गरे ए ठिक छ छम्मा नभन कि भाउजू भन्ने पर्ला के तिमीले त लुम्बिनी भयङ्कर ठाउँ छ यो सानो ठाउँ छ है अलि पर गएर मैले तपाईँलाई सिनहरू देखाउँछु यो चाहिँ एकदम पुरानो ठाउँको बसेको बस्ती यहाँ चाहिँ नेवारहरू धेरै बस्छन् अनि अहिले त बाहुनहरूले नै भरिसक्यो तर पहिला चाहिँ नेवारहरू बस्थे चाहिँ वामी टक्सर आइसकेका छौँ हेलो यहाँ चाहिँ भजन कीर्तन गाउने कार्यक्रम छ के को लागि भजन हो यो यहाँ चाहिँ भजन कीर्तन गाउने कार्यक्रम जेन्टलम्यान तपाईँले इग्नोर त गरे खान्खेरि यहाँ ठिक छ नभन्छ है मलाई मैले घाउँछ नि तिमीले नभन्छ तिमीले गाडी के खरा मलाई तर यार त्यो भजन गाउनेमा बसेर यसो भजन गाउन मन लाग्थ्यो यार जाने हो र हामीलाई नाच्थ्यौ अहिले फर्किँदा जाऊँ है मैले मादल किनेर त्यहीँ गएर बजाउँछु त्यहीँ गएर बजाउँछु मैले यहाँ चाहिँ ब्लग त गर्न थालियो चप्पल किन्ने भन्यो होइन तिमीले चप्पल पसल कहाँ पाइएला कि अरूभन्दा नि खै जाऊँ न त यिनले चाहिँ चप्पल किनेर लाउने भने खान त्यहाँ छ नि मादल चाहिँ 2 दिनमा आइडी रिपोर्ट हुन्छ भयो यता नजाने यता किन तिमीलाई चाहिँ चप्पल खाने कि यहाँ नलजाऊ के केटीले बेच्ने किन्न हुन्छ मलाई उहाँ जाऊँ मेरो सामान नै बिकाउनु त्यहाँ गएर आखिरी लड्कीलाई चाहिँ होला के अरे बिहा गर्ने तिमीलाई यहाँ उस गर न मेरो त काम छैन यिनीले चाहिँ चप्पल किन्छु भने नि गाई चाहिँ एकैछिनपछि भेटौँला हामी चाहिँ यहाँ नास्ता खान आछौँ नास्ता चाहिँ के छ भन्ने कुरा हो हेरौँ है नास्ता के छ नास्ता मोमो छ चाउमिन छ पकौडा छ चाउमिन दिनु हाफ टु हाफ दिनु अनि त्यसपछि अर्डर गर्दै गर्छौँ टु हाफ अलि त्यो सब्जी भेजिटेबलहरू राख्नु है मलाई अलि मनपर्छ कि भेजिटेबलहरू राखेको के भन्यो यो के हो र यो मोमोको आटा बेल्नी समोसाको आटा बेल्नी यस्तो पनि आएछ है मेसिन यार मोमो बनाउने रहेछ चाउमिन खायो मोमो खाने र अहिले सोचौँ न खाने सोचिन्छ नि त यहाँ चाहिँ एउटा ठाउँमा आएको है र गर्मी छ यार पुरा गर्मी छ यस राम्रै छ भनौँ यहाँ खाना खाइदिउँ नास्ता खाने बेला भइरहेको हाम्रो चाउमिन र समोसा चाउमिन र के अरे यो पकौडा खाएको धेरै भइसक्यो मलाई त पचाउन पनि सकिरहेन पचाउने पो पैसा तिर्ने पो कसरी हो थाहा छैन पैसा छैन भन्छ नि उसले पनि पैसा कसरी तिर्ने हो र अब खाना खाएपछि त्यसपछि भेटौँला